सम्पूर्ण साथीहरूलाई वेलकम छ हाम्रो एजुकेसन नेपाल युट्युब च्यानलमा। आज चाहिँ हामी बिबिआज फोर्थ इयरको फन्डामेन्टल्स अफ सर्भिस मार्केटिङ बिबिआज फोर्थ इयरको इक्जाम रुटिन सार्वजनिक भइसकेको छ साथीहरू। आज हामी पाठ 1 परिचय अथवा युनिट 1 इन्ट्रोडक्सनको बारेमा अथवा यो सर्भिस भनेको के हो, सर्भिस मार्केटिङ भनेको के हो, यसका विशेषताहरू के हुन्, यसका कारक तत्त्वहरू के हुन्, यसको प्रकारहरू के हुन् भन्ने बारेमा छलफल गर्नेछौँ। पक्कै पनि तपाईहरुलाई यसले इक्जाममा धेरै सहयोग गर्नेछ भन्ने हेतु राखिएको छ। अब हामी मिनिङ अफ सर्भिस हामी सिलेबस अनुसारको टपिक्सहरू राखेर लेखेका छौँ। तपाईहरुलाई ध्यान दिएर सुन्नुहोला। सेवा भनेको एक पक्षले अर्को पक्ष वा उसको सम्मानको आवश्यकता पूरा गर्नको लागि गरिएको कार्य, गतिविधि गरेको इत्यादि हो। भन्नाले सेवा एक पक्षले अर्को पक्ष वा उसको सम्मानको आवश्यकता पूरा गर्नको लागि गरेको कार्य, गतिविधि हो। यो गैर मौखिक अमूर्त वस्तु हो जुन रिसिभरको समस्याहरू समाधान गर्न तिनीहरूको आवश्यकता अनुसार प्रदान गरिन्छ। यो एक अवधारणा, विचार, ज्ञान, मूर्तता आदि कम्पनी लक्ष्य प्राप्त गर्नको लागि विनिमय को लागि प्रस्तावित छ। विरत अर्थमा सेवा समाज कल्याण, परोपकारी कार्य, एयरलाइन्स सेवा, इन्टरनेट सेवा, कर, मर्मत सेवा केन्द्रहरू आदि पर्दछन्। सेवा भनेको कुनै पनि गतिविधि वा लाभ हो जुन एक पक्षले अर्को पक्षलाई प्रस्ताव गर्न सक्छ, जुन अनिवार्य रूपमा अमूर्त छ र यसले कुनै पनि चीजको स्वामित्वमा प्रमाण दिँदैन। सेवा एक अमूर्त उत्पादन हो। यो योजनाबद्ध, डिजाइन, बजारमा व्यवस्था गरिएको छ। योजना भनेको कार्य, प्रक्रिया, गतिविधि जुन उपभोक्ता वा तिनीहरूको सम्मानलाई परिवर्तन गर्दछ। सेवा भनेको आर्थिक लाभको लागि एक पक्षको अर्को पक्षले प्रदान गरेको कार्य, सर्वनाम वा कार्य हो। सेवा उत्पादनको एक गतिविधि हो जुन रिसिभरहरूसँग अन्तर्क्रिया हुन्छ। हेर साथीहरू, तपाईहरुले सर्भिस भनेको के हो, सेवा भनेको के हो, यति धेरै छन्। मैले सर्टकटमा बुझ्ने खालको, सम्झिने खालको सेवा भनेको के हो अथवा यसको मिनिङ के हो, सर्भिस भनेको के हो भनेर मैले सेवा एउटा यो भयो। तपाईहरुले यसलाई स्क्रिनशट गरेर पनि सार्न सक्नुहुनेछ र पढ्न सक्नुहुनेछ। नोट चाहिएमा कमेन्टमा फोन नम्बर छाड्नुहोला अथवा हामीले हाम्रोमा मेसेज पनि गर्न सक्नुहुनेछ। र यो 2 नम्बर, 3 नम्बर हैन, 4 नम्बर, 5 नम्बर, 6 वटा, 7 वटा, 8 वटा, 9 वटा परिभाषा लेखेको छु। तपाईहरुलाई जुन सजिलो लाग्छ त्यही परिभाषा लेख्नुहोला सर्भिसमा। सर्भिस भनेको के हो अब त तपाई क्लियर हुनुभयो होला। अब हामी सेकेन्डमा जान्छौँ। पर्सपेक्टिभ्स अफ सर्भिस इन बिजनेस। पर्सपेक्टिभ अफ सर्भिस इन बिजनेस। व्यवसायमा सेवाको दृष्टिकोण कस्तो छ त भन्नाले दृष्टिकोण भनेको हेराइ हो हैन साथीहरू र मेरा प्यारा भाइहरू। व्यवसायमा सेवाको दृष्टिकोण कस्तो हुन्छ, कुन दृष्टिकोणले हेरेछ अथवा त्यसको हेराइ कस्तो छ, नकारात्मक, सकारात्मक हैन, र धेरै दृष्टिकोणहरू हुन्छन् र यो फिगरमा पनि देख्न सकिन्छ र तपाई सजिलैसँग बुझ्न सक्नुहुन्छ। व्यापारमा सेवाको दृष्टिकोण अथवा बिजनेसमा सेवाको दृष्टिकोण कस्तो हुन्छ। सेवा उद्योग, ग्राहक सेवा, आन्तरिक सेवा, सेवा व्यापार सेवाहरू, उत्पादन रूपमा पूरक र कर्मचारी सेवा हैन। अब हामी जाँदैछौँ सेवा उद्योग। सेवा उद्योग भन्नाले ग्राहकहरूलाई सम्मान र सेवाहरू प्रदान गर्ने, बजारमा प्रतिष्ठित गर्ने व्यवसायको समूहलाई परिभाषित गरिन्छ। सेवा उद्योगका उदाहरण सेवा उद्योग, यातायात उद्योग आदि हुन्। नेपाल सरकारले 42 उद्योगहरूलाई मान्यता दिएको छ। सेवा व्यवसाय भन्नाले सबै व्यक्तिगत सेवाहरू हुन्छन्, संस्थागत हुन्छन्, कम्पनी हुन्छन्। उदाहरणको लागि कम्युनिस्ट, कम्प्युटर मर्मत केन्द्र, 5 तारे होटल, वायु सेवा निगम हुन्छ। सेवा व्यवसायका केही उदाहरणहरू: व्यावसायिक सेवा, कानुनी सेवा, लेखा सेवा, चिकित्सा सेवा, अनुसन्धान उद्योग, आयोग एजेन्सी, सुरक्षाहरू, परामर्श र जनशक्ति आपूर्ति सञ्चारहरू। अब साथीहरू, तपाईहरुले उत्पादनको रूपमा सेवाहरू, उदाहरणको लागि उत्पादन सेवा अन्तिम नतिजा अमूर्त हुन्छ।
उदाहरणको लागि होटल उत्पादन भनेको आनन्द र आराम गर्ने छवि आदि हो। ग्राहक सेवा कस्टमर सर्भिस ग्राहक सेवा कम्पनीको मुख्य उत्पादनको समर्थनमा प्रदान गरेको सेवा हो। सामान्यतया यो निःशुल्क र नाममात्र लागत शुल्क हो। यसमा स्थापना चेक अर्थ समिति र मर्मत सेवा हुन्छ। उत्पादन सेवा ग्राहक हुन्छ। अब अर्को एकदम इम्पोर्टेन्ट टपिक्स आएको छ साथीहरू। अब सेवा उत्पादन र ग्राहक सेवाले भिन्नता डिफरेन्स बिट्विन सर्भिस प्रोडक्ट एन्ड कस्टमर सर्भिस यो 2 नम्बरमा पनि सोध्छ। सेवा उत्पादन कहिलेकाहीँ 5 नम्बरमा 10 नम्बरमा पनि सोध्ने गर्छ। उत्पादन सेवा उत्पादन भनेको प्रोडक्ट सर्भिस र ग्राहक सेवा भनेको कस्टमर सर्भिस। सेवा मूल उत्पादन हो भने सेवा मूल उत्पादन होइन। यो अमूर्त छ भने यो सेवा पसन्द छैन यो सेवा बन्दैन। धेरै पक्ष 5 मा छ पूरक सेवा सप्लिमेन्टरी सर्भिस पार्किङ सुविधा प्रतीक्षालय कुर्सी प्रतीक्षालयमा एसी हालत यसमा पूरक सेवामा पर्छन्। आन्तरिक इन्टरनल सर्भिसमा सेवाको विभागले पर्दछन् हैन। अब सेवा उत्पादनका विशेषताहरू के हुन् साथीहरू। अमूर्तता भन्नाले सेवा गैर मौलिक अमूर्त हेर्ने र छुने यसलाई सेवालाई कहिले पनि कसैले पनि छुन सक्दैन हेर्न सक्दैन। अविभाज्यता परिवर्तनशीलता विषमता हैन विनाशशीलता सेवा एक प्रक्रिया हो। सेवाका वर्गीकरण क्लासिफिकेसन अफ सर्भिस सेवा निरन्तर मूर्त सेवा परीक्षण कानुनी सल्लाह हुन्छ हैन। कलम भयो सेवाको आधारमा बेसिक अफ द सर्भिस अनुसार एक वितरणको आधारमा यो क्रोनोस द्वारा सल्लाह वर्गको आधारमा उच्च प्रविधि सेवा उच्च प्राविधिक हुन्छ। ग्राहकको शारीरिक र व्यक्तिगत रूपमा सेवा प्रदान गरिएको सेवाको स्थानको आधारमा अन द बेसिक अफ द लोकेसन सर्भिस पूरक यो प्रकारको सेवा के हुन्छ डेलिभरी र पोस्ट हाउस हुन्छ स्थानमा उपलब्ध गराइने सेवाहरू। क्यापुसिनो कक्षा कोठा सेमिनार पर्दछन्। ग्राहकको स्थानमा उपलब्ध गराउने सेवा आवश्यकता अनुसार प्रदान गरिएका सेवा मानिसहरूमा आधारित र प्रविधिमा आधारित जनताबाट जनताको सेवा मानिसहरूलाई तिनीहरूको सम्मानहरू मानिसहरूलाई प्रविधिको प्रयोग मापनको आधार समयको आधार टाइम बेस हैन युनिट बेस र जब बेस हुन्छ। र 5 मा जटिलताको आधार जटिलता सेवा सरल सेवा अनौपचारिक सेवा र कर्मचारी सेवा र व्यक्तिगत सेवा। 6 मा छ अर्थतन्त्रको आधार डिलक्स सेवा मध्यम सेवा र आर्थिक सेवा प्रभावको आधारमा उपलब्धको आधारमा। अब साथीहरू अब हामी इमर्जेन्सी की सर्भिसमा जान्छौँ। उद्यमनीय प्रमुख सेवाहरू केही प्रमुख सेवाहरू हैन यस्तो छ उपयुक्त सेवा खानेपानी हुलाक सेवा ढल र विद्युत यातायातमा यातायात भयो यातायात सूचना चलचित्र पत्रपत्रिका टिभी रेडियो दूरसञ्चार र जानकारी पर्दछन्। र वित्त र विभाजनमा वाणिज्य ब्याङ्क र वित्त बीमाहरू पर्दछन्। र भाडामा दिने सेवाहरू व्यवसाय वैज्ञानिक र प्रविधि सेवा शैक्षिक सामग्रीहरू पुस्तकहरू तालिम केन्द्रहरू शैक्षिक केन्द्रहरू स्वास्थ्य सेवा औषधिहरू चिकित्सा क्लिनिकहरू नर्सिङ होम अस्पतालहरू आपतकालीन चिकित्सा सहायता अन्य सेवा रिजन फर द ग्रोथ अफ सर्भिस सेक्टर सेवा क्षेत्रको वृद्धिका कारण परिवार प्रणालीमा परिवर्तन जीवन प्रणाली परिवर्तन जीवन दर्शन दृष्टिकोण आर्थिक समृद्धि सेवा भौतिक आनन्दको अवधारणा प्राविधिक परिवर्तन शहरीकरण उद्यमी नयाँ व्यवसाय र सङ्गठन मानिसहरूको चेतना मार्केटिङको अवधारणा परिवर्तन विश्वव्यापीकरण सेवामा आधारित तथा सेवा क्षेत्रको भूमिका च्यालेन्ज इन द सर्भिस सेक्टर सेवा क्षेत्रकामा चुनौतीहरू के छन् सेवा दुर्गन्ध हुन्छ सेवा उत्पादनको प्रकृति अमूर्त अविभाज्यता परिवर्तन र विनियोगले विश्वास प्रतिस्पर्धा सेवा बढाउन अन्य चुनौतीहरू पनि हुन्छन्। अब सर्भिस मार्केटिङ भनेको के सेवालाई उत्पादनको रूपमा महसुल गर्ने मार्ग सबैभन्दा हालको विकास हो। सेवा मार्केटिङ भनेको सङ्गठनात्मक उद्देश्यहरू प्राप्त गर्न सेवाको हिसाब व्यवस्थामा प्रबन्धन आयोजन गर्नु हो। सेवा मार्केटिङ सेवा र मार्केटिङ दुई शब्दहरू बनेको छ। मार्केटिङ भनेको सर्वभाषामा मार्केटिङ भनेको विनिमय प्रक्रियालाई सहज बनाउनु हो। प्रत्येक मानिसको सम्बन्ध महत्त्वपूर्ण उद्देश्य विनिमय बनाउनु हो। व्यक्तिगत र सङ्गठन उद्देश्य पूरा गर्ने आत्मकथा विज्ञान गर्ने वस्तु बजार मूल्य तय गर्ने योजना र कानुन हो। मार्केटिङ भनेको माग र आपूर्ति बिचको मनी र सप्लाई हैन जोड्ने व्यवस्थापनको कार्य हो। मार्केटिङ भनेको सुझाव बन्नेको यो तपाईँले जुन पनि लेख्न सक्नुहुन्छ। मार्केटिङ भनेको ग्राहकहरूसँग गेम खेल्नु हो। सर्भिस मार्केटिङ सेवा मार्केटिङ सेवा उत्पादनको रूपमा सुझाव बन्नेको र उत्पादनको रूपमा डिजाइन योजना सेवा प्रदान उपभोक्तालाई कम्पनीको उद्देश्य मार्केटिङ भनेको सेवाका लागि ग्राहकहरूको आवश्यकता महसुल गर्ने व्यवसाय सञ्चालन सेवा प्रदान। सेवा मार्केटिङ दुई पक्ष हुन्छन् एउटा ग्राहकको आवश्यकता पहिचान गर्ने र अर्को सेवाको डिजाइन र ग्राहकको सन्तुष्टि प्रदान गर्ने। सेवा मार्केटिङ गर्छ दुई
सबभन्दा महत्त्वपूर्ण घटक सङ्गठन व्यवस्थापन उपभोक्ता सङ्गठन। सेवा मार्केटिङले निम्न गतिविधिहरू समावेश गर्छ। सर्भिस मार्केटिङ इन्क्लुडेड फलो इज बजार पहिचान गर्न, ग्राहक र सम्बन्धित ग्राहक पहिचान गर्न, आवश्यकता अनुसार ग्राहकको पहिचान गर्न, सेवा प्रबन्धन र जानकारी दिन, सेवा मूल्याङ्कन उपभोक्ताले चाहेको देय गर्न, जहाँ सँगसँगै मूल्याङ्कन र अनुसन्धान कार्यक्रम। सेवा मार्केट प्रक्रिया अघि के हुन्छ, अनुसन्धान बनाउने काम हुन्छ, सेवा वितरणको मूल्याङ्कन मुखको बिन्दु होइन, प्रबन्धन र मार्केट हुन्छ। र सर्भिस मार्केटिङको महत्त्व के छ भने सेवा आधारित अर्थतन्त्र व्यवसाय परिस्थितिको रूपमा एकपल्ट व्यावसायिक सेवा सार्वजनिक सेवा उपभोक्ता प्रतिस्पर्धाको नयाँ नियम सेवाले राम्रो प्रतिफल दिन्छ अनि उद्योग र व्यवसायमा आवश्यकता। सर्भिस मार्केटिङ भनेको बजार व्यवस्थापन गर्नु हो, प्रबन्धन गर्न, बजार मार्केटिङमा उच्च स्थापना गर्न, परिवहन गर्न छ। मार्केटिङ भनेको व्यवस्थापनको सबैभन्दा आधारभूत अवधा हो जसमा 4 P's हुन्छन्, जस्तै उत्पादन, मूल्य, पदोन्नति, स्थान 4 P's भनिन्छ। मार्केटिङ मिक्स 4 P's भनेको इङ्ग्लिसमा फर गुड्सको लागि प्रोडक्ट प्राइस प्रमोसन प्राइस, 4 P's सर्भिसको लागि प्रोडक्ट प्राइस प्रमोसन प्राइस। यो चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ। उत्पादन, स्थान, मूल्य, प्रबन्धन, विज्ञापन, जनसम्पर्क, खरिद, मान्छे, सेवा प्रदान प्रक्रिया र मौलिक प्रमाणहरू। सर्भिस मार्केटिङ एङ्गल द मोडल सेवा मार्केटिङको त्रिकोण अवैध मोडल सेवामूलक सेवा मार्केटिङ, आन्तरिक अन्तर्क्रियात्मक बाह्य इन्टरनल मार्केटिङ, बाह्य सेवामा चाख्ने मार्केटिङ सङ्गठनलाई ग्राहकसँग जोड्नु हो। साथीहरू, यदि तपाईँहरूले स्क्रिनसट गर्दै र म जस्तै मैले भनेको कुरा एकदम एयरफोन लगाएर सुनेका छौ भनेपछि पक्कै पनि तपाईँको कानभित्र वा कानभित्रबाट दिमागमा पस्यो होला भन्ने आशा गरेको छु। आजलाई यति नै। अब हामी अर्को बारमा युनिट 2बाट ल्याएर महत्त्वपूर्ण सिलेबस अनुसारको सबै नोटहरू लिएर तपाईँको आसपास गर्नेछौँ। अहिलेलाई तपाईँले यो एकचोटि सर यो मैले भनेको कुरा सुन्ने अनि यो हेर्ने, नोट बनाउन मन लाग्छ भने बनाउने, योभन्दा बाहिरबाट कुनै पनि क्वेसन आउँदैन। यो त्रिभुवन विश्वविद्यालयले जारी गरेको सिलेबस अनुसारको नोट हो। साथीहरू, यस्तो मौका आउँदैन, त्यसैले यसलाई राम्रोसँग हेर्नुहोला। मैले मार्केटिङका 10-12वटा परिभाषा लेखिदिएको छु, सेवा मार्केटिङका 10-12वटा परिभाषा लेखिदिएको छु होइन। च्यालेन्जहरू के छन् सब छन्, अनि वृद्धिका कारणहरू के छन् होइन, अनि सेवाहरू के छन् होइन, क्षेत्रहरू के छन्, उद्यमी सेवा होइन, अनि यसका आधारहरू के छन् सबै मैले के गरिदिएको छु, लेखिदिएको छु र मैले सबै पढेर पनि सेवा अनि यसको टाइप्सहरू पनि भनिदिएको छु, यसका विशेषताहरू पनि भनिदिएको छु, यसका प्रकारहरू पनि भनिदिएको छु। अब तपाईँहरूले के गर्ने, यो हो सेवा मैले कतिवटा छन्, यो चाहिँ 10वटा जति परिभाषा लेखिदिएको छु। अब साथीहरू, बाँकी भेट अर्को भिडियोमा गरौँला। आजलाई यति नै। हस्, धन्यवाद। थ्याङ्क यू एभ्रिवान स्टुडेन्ट।